हेलो एभ्रिवान, आज चाहिँ हामी हाम्रो घरको मह निकालौँ है त। यहाँ चाहिँ अङ्कलले चाहिँ मह निकाल्न रेडी भइसकिसकेको छ र मौरीको घार पनि निकालिसकिसकेको छ। पुरै ह्यान्ड एकदम प्रपरली आफूलाई प्रोटेक्ट गरेर। अनि हामीहरू चाहिँ यहाँ क्यामेरामा देखेको छैनौँ अहिले, सबैजना एकदम एक्साइटेड कि किनभने यो सायद मेरो बिहेपछि चाहिँ फर्स्ट टाइम निकाल्दै थियो। अनि मेरो हस्बेन्ड पछाडि बाटो लिएर बस्नुमा चाहिँ एकदम एक्साइटेड, मेरो बाबु देवर बाबु अनि यता मेरो ससुरा बाबा अनि हामी सबैजना एक्साइटेड गरेर त्यो हेरेर बसिरहेका थियौँ कि। अनि यो धुवा चाहिँ मेरो बाबाले चाहिँ तिमीलाई टोक्छ है मौरीले अलिकति विचार गर भन्दै धुवा चाहिँ मेरो नजिक नजिक ल्याइदिँदै बसिन्थ्यो कि मलाई नटोकोस् भनेर। अनि यसरी चाहिँ हामी मह निकाल्दै थियौँ। हाम्रो घर चाहिँ दुईवटा घार छ, एउटा यो र अर्को चाहिँ एउटा खोपी जस्तोमा लगाएको। यो चाहिँ मौरीको घार जुनमा चाहिँ एकदमै नराम्रोसँग चाहिँ मौरीले चाहिँ घार लगाएको रहेछ, ब्यालेन्स्ड भएको थिएन, त्यही भएर यु क्यान सी दोज थिङ्स। अनि यो चाहिँ फ्रेसवाला मह कस्तो मिठो थियो। अनि म चाहिँ एक्साइटेड भएर त्यो महको चाका पनि खाँदै थिएँ। यु क्यान सी लट्स अफ हनी एन्ड द हनी व्याक्स देयर। अनि यो चाहिँ फेरि अझै हामीले हार्भेस्ट गर्दै थियो, टन्नै निस्केको थियो त्यतिखेर चाहिँ। अनि हामीहरू चाहिँ सबैजना सार्नु बसेर ला खस्यो भन्दै हेर्दै कतिखेर खान पाइन्छ भन्दै बस्दै गइरहेको थियौँ। मुख चाहिँ मेरो एकैछिन पनि खाली थिएन। अनि यहाँ चाहिँ हाम्रो अर्को घार हो, यो चाहिँ खोपी जस्तोमा हुन्छ नि हो त्यो घार, आफै आएर लगाएको। कस्तो राम्रो लाग्दो रहेछ कि, मैले जलसम्म देखेको पनि थिइनँ, यस्तो लाइन लगाएर मिलाएर राख्दो रहेछ है। अनि यता अङ्कलले चाहिँ अब त्यता स्टार्ट भयो। अनि यहाँ चाहिँ मेरो हस्बेन्डको दाजुभाइ चाहिँ उहाँ रेडी भएर दुईजना चाहिँ हेरेर अनि आफ्नो भिनाजुलाई इन्स्ट्रक्सन दिँदै बस्दै बसिन्छ लाइट हाल्दै, किनभने त्यो कोठा अलिकति अँधेरो छ अनि झालहरू खोल्न पनि मिलिराखेको थिएन। अनि यु क्यान सी अझै त्यहाँ हेर्दै बसिन्छ कसरी निकाल्ने अनि कुन कुन घाट चाहिँ हामीले छोडिदिने, त्यो मौरीको लागि पनि छोडिदिनु पर्दो रहेछ नि त। अनि यता भाँडा चाहिँ रेडी छ, भाँडामा अलिअलि चाहिँ आइसक्यो। अनि त्यता चाहिँ अङ्कलले हेर्दैछन् कसरी झार्ने भन्दै। अनि हामी चाहिँ यहाँ चाहिँ दुईजना दाजु मस्त गफ हान्दै जिस्काउँदै बसिन्छ। अनि अब चाहिँ मह आइपुग्न आँट्यो र यो मह चाहिँ अझ बढी मिठो थियो। खै किन अब हाम्रो माइन्डसेट पनि त्यस्तो भएर थियो, तर यस्तो मिठो मह थियो। र यो घरबाट चाहिँ एकदमै धेरै हार्भेस्ट भएको थियो हाम्रो घरमा मह पनि। अनि त्यहाँ चाहिँ अहिले देख्न सक्नुहुन्छ एकैछिनपछि कति धेरै मह चाहिँ हाम्रो त्यो झर्छ कि त्यहाँ स्टार्ट हेर्नु न, भित्तामा पनि लागिरहेको थियो कि कस्तो राम्रो थियो। र अचम्म लाग्ने कुरा चाहिँ नटोक्दो रहेछ मौरीले यति धेरै है, कति ठुलो घार भएको रहेछ कि कस्तो हार्डवर्क छैन यो कुरामा जस्तो लाग्ने कि मह हेर्दाखेरि चाहिँ। अनि त आगो अलि राम्रो भएन, राम्रोसँग समात्न मिलेन भनेर चाहिँ अङ्कल कुरा गर्दै बसिन्थ्यो र हामी आगो मिलाउने उसमा पनि थियौँ। अझै हेर्न सक्नुहुन्छ त्यहाँ मह तप चुहिएको देखिराख्नु भएको होला, कस्तो धेरै चाहिँ मह चुहिराखेको थियो, कस्तो रमाइलो भइरहेको थियो। अनि यो दिन चाहिँ एकदमै हाम्रो लागि चाहिँ सबैजना फ्यामिली, दिदीहरूको परिवार, बाबु सलिना सबैजना चाहिँ हामी घर थियौँ कि, होल फ्यामिली घर थियौँ। अनि कस्तो रमाइलो भइरहेको थियो। अनि कोलाई जिस्काउँदै अनि यो मह चाहिँ यसरी जोगाउँदै निकाल्ने भन्दै अनि निकाल्न चाहिँ फ्यामिली टाइम, इट्स लाइक इट्स अ क्वालिटी टाइम। एन्ड देन हार्भेस्टिङ हनी, ह्याभिङ हनी, इट्स अ बेस्ट टाइम वी क्यान एभर ह्याभ। यो चाहिँ हामी अस्ट्रेलिया आउनुभन्दा अगाडिको थियो भिडियो। जोगाएर निकाल्ने भने सर्लक्कै खस्यो अनि बर्बाद भयो भन्दै बसिरहेको थियौँ, किनभने त्यहाँ कति धेरै अन्डा पनि थियो। अनि अब अङ्कलले चाहिँ फेरि त्यहाँ निकाल्न सुरु गरिसकेको छ। कति धेरै मह चाहिँ हाम्रो भुइँमा पोखिरहेको थियो, तर आफ्नै घरको हो, अब किनेर ल्याएको भए चाहिँ ओहो यत्रो मह पोख्यो भनेर टेन्सन हुन्थ्यो। हार्भेस्ट गर्ने बेलामा चाहिँ त्यस्तो नहुने रहेछ। अनि हामी चाहिँ त्यो हेर्दै थियौँ कतिखेर भाँडामा आइपुग्छ होला यो मह चाख्ने भन्दै बसिरहेको थियौँ। फाइनल्ली त्यो चाका पनि भाँडामा आइपुग्यो। अनि हामी सबैजना त एकदमै एक्साइटेड भइरहेका थियौँ। अझै देख्न सक्नुहुन्छ कति धेरै निकाल्न मिल्ने थियो त्यहाँ, तर हामीले आधा चाहिँ छोडिदिएको थियौँ मौरीको लागि नै, किनभने डर हुन्छ अरे नि त भाग्ने मौरी नै। अनि अझै निकाल्दै बसिन्छ अङ्कलले।
अझै पनि देख्दाखेरि चाहिँ मुखमा फेरि पानी मुखमा पानी आउँछ जस्तो छ। अनि हामीले चाहिँ सबै मह निकालिसकेपछि चाहिँ अब त्यो चाकाबाट पनि मह निकाल्ने प्रक्रिया सुरु भयो। अनि बाबाले चाहिँ त्यो झुललाई काटेर पखालेर अनि निचोर्दै उसिन्छ यसरी इजी हुन्छ भनेर। अनि यु क्यान सी कस्तो दामी थियो। एकदम बाक्लो यस्तो मिठो खालको मह आइपुगेको थियो। अनि हाम्रो घर चाहिँ गाउँमै छ, माथि छ। अनि जति हाइटमा भयो मौरी त्यति नै चाहिँ मिठो हुँदो रहेछ कि मह चाहिँ। अनि इट वाज सो गुड, इट वाज सो डेलिसियस कि अनि कुरै नगरौँ, यतिको टेस्ट त कतै पनि पाइँदैन। अनि बाबा चाहिँ निचोर्दै उसिन्छ अनि सबैजना चाहिँ वरिपरि घुमेर कति आउँछ भन्दै बसिरहेको थियो। अनि बट्टाहरूमा भर्न पनि सुरु भइसक्यो। अनि हामीले चाहिँ बाबालाई जिस्काइरहेको थियौँ, बाबा मह काट्नेले त हात पनि चाट्छ अरे भन्दै। अनि बाबालाई हात चाट्न लगाएको, बाबा चाहिँ घिन लाग्छ, मलाई त घिन लाग्छ, हात चाट्नु मन लाग्दैन भन्दै उसिन्छ। तै पनि हामीले जिस्काइ चाहिँ बाबालाई हात चाट्न लगाएको थियो। It was a very good and lovely day we had. And त्यसपछि यही नै हो. Thank you for watching.